मर्निङ एभ्रिवान। आई होप सबैजना सन्चै आरामै हुनुहुन्छ होला र आरामैको कामना पनि गर्न चाहन्छु। म आज हजुरहरूलाई हाम्रो हेल्दी लिभिङ कम्पनीको लिपस्टिकको बारेमा एकदमै महत्त्वपूर्ण जानकारी दिन गइरहेको छु। जुन हामी महिला दिदीबहिनीहरूको सौन्दर्यको लागि यो एउटा लिपस्टिक पनि एउटा एकदमै महत्त्वपूर्ण मानिन्छ र यो लिपस्टिक पनि हामी हर कोही महिला दिदीबहिनीहरूले युज गर्ने गर्दछौँ र हजुरहरूले बाहिरको लिपस्टिक हजुरहरूले युज गरिरहनु भएको छ कि त्यो लिपस्टिक एकदमै 100% क्वालिटीको छ भनेर कि हजुरहरूले ग्यारेन्टीको साथमा हजुरहरूले त्यो लिपस्टिकलाई ल्याउनु भएको हुन्छ। हजुरहरूलाई थाहा नहुन सक्छ किनकि बाहिरको लिपस्टिकमा हामीले एउटा प्याराबेन भन्ने तत्त्व पाउँछौँ। जुन प्याराबेन भन्ने तत्त्वले हाम्रो ओठलाई ड्यामेज गराउने, ओठ कालो गराउने, ओठको वरिपरि घाउहरू बनाउने, त्यसै गरी 95% अहिले जति पनि पाठकहरूको क्यान्सर भइरहेको छ महिला दिदीबहिनीहरूलाई, त्यसको कारण भनेको एउटा लिपस्टिक पनि रहेको छ। किनकि लिपस्टिकमा एउटा जनावरको बोसो र सिसालाई पिसेर सिसाको कण मिक्स गरिन्छ, जसको कारणले लिपस्टिकलाई एकदमै लामो समयसम्म टिकाइरहनको लागि र एउटा ओठमा लाउँदाखेरि एकदम चिल्लो हुनको लागि जनावरको बोसो मिक्स गरिएको हुन्छ र जसलाई हामीले युज गर्छौँ र हामीले आफ्नो ओठ सँगसँगै जिब्रो सँगसँगै हाम्रो पेटमा जाने गर्दछ र त्यो सिसाको कण र जनावरको बोसहरू हामीले निल्छौँ र जसको कारण भनेको एउटा पाठकहरूको क्यान्सरको समस्या पनि निम्तिन्छ। तर हाम्रो यो लिपस्टिक, हाम्रो हेल्दी लिभिङ कम्पनीको लिपस्टिकमा हामीले 100% ग्यारेन्टीको साथमा क्वालिटी छ भनेर हामीले भन्न चाहन्छौँ। किनकि यो एउटा लिपस्टिक हाम्रो एउटा फलफुलबाट बनाएको हुन्छ, जसमा हामीले युज गर्दाखेरि पनि कुनै किसिमको स्वास्थ्यमा समस्या नहोस् भनेर महिला दिदीबहिनीहरूको स्वास्थ्यको विचार गरेर हाम्रो हेल्दी लिभिङ कम्पनीले यो लिपस्टिक युज गरेको छ। जुन यति मिठो बास्ना छ, मैले यो ओठमा लगाएको लिपस्टिक पनि यही हाम्रो हेल्दी लिभिङ कम्पनीको हो। त्यसैले एउटा लिपस्टिकले गर्दाखेरि पनि हामी महिला दिदीबहिनीहरूको जिन्दगी कहाँसम्म पुग्छ भन्ने कुरा हामीले विचार गर्नुपर्छ र हजुरहरूले एउटा नेचुरल प्रोडक्टलाई अपनाऊ। हामी एउटा सुन्दरताको लागि हामीले यो युज गर्ने लिपस्टिक कस्तो छ भनेर, एउटा क्वालिटी छ कि छैन भनेर हजुरहरूले विचार गर्नुहोला भन्न चाहन्छु। हस् त, थ्याङ्क यू, धन्यवाद।